ड्र्यागन फ्रुट ल पिल्लर र टायर लगाएर मात्रै चाहिँ ड्र्यागन फ्रुट गरिन्छ भन्ने होइन। मैले चाहिँ आफ्नै तरिकाले आफ्नै देवालमा चाहिँ यसरी एङ्गल लगाएर ड्र्यागन फ्रुट गर्दै गर्यो र यसमा पनि तपाईँको देवालमा पनि गर्दा पनि फुल्ने फल्ने चाहिँ हुँदो रहेछ। यो सबै सुरु भएको छ फुल्नलाई र यस्तो तरिकाले फुल भन्ने छ। यो 2 वर्षको लत्ती हो। यसपालि मजाले फुलिएको छ र फलेको पनि छ। हाम्रोमा एउटा तयारी पनि भइसकेको छ ड्र्यागन फ्रुट खाने। ल साथीहरू, यस्तो तरिकाले पनि गर्नु सकिन्छ हाम्रो देवालमा या कसैको पनि देवालमा लगाएर अलिकति गर्न सकिँदो रहेछ भन्ने चाहिँ बुझाइ भयो। यो आफ्नै अनुभव र आफ्नै देवालमा लगाएर बिना पिल्लरको बिना टायरको पनि गर्नु सकिँदो रहेछ भन्ने चाहिँ